हामीले यो ड्रइङमा डाइमेन्सन सबै राख्यौँ। अबको भिडियोमा चाहिँ हामी यहाँ सेक्सन कट गर्नेछौँ। सेक्सन कट चाहिँ हामीले यहाँको विषयवस्तुहरू यो जुन डोरहरू यो स्टेयरकेसमा पर्ने गरेर चाहिँ कट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले सर्वप्रथम यहाँको डिटेल्सहरू देखाउनको लागि चाहिँ हामीले सेक्सन कट गर्ने हो हैन। त्यसको लागि चाहिँ हामीले चाहिँ यहाँ फर्स्टमा चाहिँ एक्सएल इन्टर एउटा कन्स्ट्रक्सन लाइन कोर्छौँ। होरिजेन्टलमा एच, होरिजेन्टलको लागि एच इन्टर। हाम्रो चाहिँ डिटेल चाहिँ यो पर्याङ अनि त्यसपछि यो डोरहरू देखाउनु छ। त्यही भएर चाहिँ हामीले चाहिँ यहाँ सेक्सन कट गर्छौँ। मैले चाहिँ यहाँ इक्वल डिस्टेन्स दिनको लागि चाहिँ म यहाँबाट चाहिँ 5 फिटको अफसेट गर्छु। ओ इन्टर 5 फिट इन्टर। फाइभ फिट नजिकै परेछ। 5 फिट होइन 10 फिटको चाहिँ दिनु पर्ला। ओ इन्टर 10 फिट इन्टर। मैले चाहिँ यहाँबाट 10 फिटको अफसेट दिएँ। यताबाट पनि म 10 फिटको अफसेट दिन्छु। ओ इन्टर 10 फिट इन्टर। यहाँबाट पनि म 10 फिटको अफसेट दिन्छु। अब यहाँ हाम्रो लाइन चाहिँ एक्सटेन्ड गर्नुपर्ने छ। त्यसको लागि चाहिँ यहाँबाट इएक्स इन्टर। हामीलाई चाहिँ यो लाइनसँग चाहिँ यो एक्सटेन्ड गर्नु छ। यो लाइन यसको लागि चाहिँ इएक्स इन्टर। यसरी एक्सटेन्ड गर्छौँ। बाँकी पोर्सन हामी चाहिँ ट्रिम गर्छौँ। ट्रिमको लागि टिआर इन्टर इन्टर। हामी चाहिँ यो पोर्सन ट्रिम गर्छौँ, यो पोर्सन ट्रिम गर्छौँ। अनि त्यसपछि हामी चाहिँ यहाँ एउटा माथितिर हेर्नको लागि चाहिँ यहाँ एउटा एरो बनाउँछौँ। एल इन्टर। यहाँ लाइन दिउँ थोरै यसरी अलिकति यता अनि यसरी यहाँ जोडौँ। माथिको पोर्सन ट्रिम गर्छौँ। टिआर इन्टर इन्टर ट्रिम भयो। अब यसलाई चाहिँ हामी मिरर गर्छौँ। यसरी सेलेक्ट गरेर एमआई इन्टर मिरर गर्छौँ। बिचको पोर्सनमा यसरी इरेज सोर्स अब्जेक्ट भनेको छ, नो गर्छौँ। अनि यो हामी यो बिचको पोर्सन डिलिट गर्छौँ। टिआर इन्टर इन्टर गरेर हामी यहाँ यसलाई डिलिट गर्छौँ। यस्तै गरी हामी यसलाई कपी गर्छौँ। सिपी इन्टर कपी गरेर हामी चाहिँ यसलाई चाहिँ यताको पोर्सनमा यसरी राख्छौँ र टिआर इन्टर इन्टर गरेर हामी सबै ठाउँमा ट्रिम गर्छौँ।
Ctrl-Z. तलको पोर्सन हामी डिलिट गर्नु छ, त्यही भएर यहाँ पनि ट्रिम गरिहाल्छौँ। यसरी चाहिँ हामीले चाहिँ सेक्सन कट गर्न सक्छौँ। हामी सेक्सनल ड्राइङ चाहिँ यसैको हेल्पबाट बनाउन सक्छौँ। हस्, धन्यवाद।